इन्डियन एम्बेसीले अमेरिकन एम्बेसीले अथवा अरू कुनै एम्बेसीले सबैले आज इमेलबाट लिन्छन् तर यसमा हामीलाई रत्तिभर विश्वास छैन। यो के भने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत 35 वर्षदेखि इन्डियाले गरेको ज्यादती विरुद्ध, हाम्रो चाहिँ सिमाना मिचेको विरुद्ध, हाम्रो चाहिँ झन्डै 1.5 लाख स्क्वायर किलोमिटर जमिन मिचेको विरुद्ध आवाज उठाउँदै आइरहेको छ। त्यही उनीहरूलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यहाँ उपस्थित हुनु नै उनीहरूको निमित्त ठुलो हेडेक हो। त्यहाँभित्र अहिले उनीहरू अधिकृतहरू टाउकोमा हात राखेर बसिरहेछन्। त्यसमा थपिएको छ ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, जसले अहिले यहाँ आगो बाल्यो। हामीले देख्यौँ, हामीले सुन्यौँ। र यो ज्यादती, अब त्यो ज्यादतीमा हाम्रा प्रहरी दाजुभाइहरू पनि संलग्न हुनुभएको हो कि भन्ने हामीले शङ्का भयो। अब तपाईँहरू कसरी अगाडि बढ्नुहुन्छ? होइन, हामीले चाहिँ यो त्यहाँ दर्ता गर्नुको निमित्त जाने नै प्रयास गरेको। अब उहाँहरू चाहिँ रोक्यो नि त, त्यो नीति छैन रे भनेर रोक्यो नि त। होइन, यो नीति छैन भन्ने कुरा नै गलत हो। त्यसमा ग्यारेन्टी छैन। कसरी अगाडि बढ्ने? पहिले हामीलाई 3-4 जनालाई त्यहाँ गएर गेटमा यो दर्ता गर्ने अवसर मिल्दै मिल्दैन, त्यो प्रत्यक्ष लिएर जानु। यदि तपाईँ माग त पुरा हुन सक्दैन, तपाईँले इमेल गर्नुहुन्छ कि उसलाई गर्नुहुन्छ? हामी त अहिले प्रयास गर्छौँ। प्रत्यक्ष जाने हो। स्वाधीनताको विषयमा किन नजानु नदिने तपाईँहरूले? हामीलाई 4 जना मान्छे दिनुहोस् न, नबुझे हामी फिर्ता आउँछौँ। डाइरेक्ट कुरा गर्ने, हामी चाहिँ फिर्ता आउँछौँ। बाटो बनाउनु पाउँछ। ठिक छ, तपाईँहरू हामीलाई चाहिँ 3 जना प्रहरी दिनुहोस्, हामी 3 जना जान्छौँ। नीतिको ढङ्गले जाने हो, नीतिको ढङ्गले जाने हो। हामीले रोक्दैन, उहाँहरूको नीति नमान्दा भइहाल्छ। पत्रकार साथीहरू, अब प्रहरी अधिकृतको भनाइ के आयो भने इन्डियन एम्बेसीले बुझ्दैन, तपाईँहरूले चाहिँ ग्राहकबाट पठाउनुहोस्, इमेल गर्नुहोस्, तर तपाईँहरू जान पाउनुहुन्न, हामीलाई अनुमति छैन। अब उहाँहरूलाई धक्का दिएर चाहिँ हामी जाने त्यो नीति पनि हाम्रो सरकारलाई छैन। हामीले फेरि तपाईँहरूले भन्नु होला डराउनु भयो, डराउने कुरा होइन, नैतिक कुरा हो यो। उहाँहरू पनि आफ्नो देशको चिन्तामा त हुनुहुन्छ होला अवश्य पनि। हामीले चाहिँ यहाँ कुनै गलत कुरा लेखेका छैन, हामीले यहाँ चाहिँ पैसा मागेका छैन, हामीले यहाँ चाहिँ इन्डियाको चाहिँ हामी उसको चाहिँ भौतिक अस्तित्व समाप्त गर्छौँ भन्ने कुरा लेखेका छैन। हामीलाई दुःख रहे, हाम्रो सिमाना नमिच, हाम्रो राष्ट्रिय अस्मितामाथि प्रहार नगर, हाम्रा चेलीबेटी बलात्कार नगर, हाम्रा 3टा चेलीहरू चाहिँ उहाँ चाहिँ उडिसामा मारिए। ती चेलीहरू एकजना सुटिङ बनेको चाहिँ इन्डियाकै टेरिटोरीमा हत्या भयो। अनि इन्डियाले चाहिँ त्यो पाकिस्तानले गरेको भन्ने अनि आफ्नो दायित्व पुरा नगर्ने। अब प्रहरी दाजुभाइहरूको अनुरोध अथवा चाहिँ अनुरोध त के भन्नु, उहाँहरूले चाहिँ निषेध, यो निषेधका विरुद्ध हामीले आफै उही चिसो पानीले ननुहाए, के अरे तातो पानी नपाए त्यसैले नहुने भने जस्तै त्यही शैलीमा हामी चाहिँ यो इन्डियन एम्बेसीलाई अब छिटोभन्दा छिटो भनौँ न आजै हामी चाहिँ इमेलबाट यो मेमोरेन्डम पठाउने पत्रकार साथीहरूसँग प्रण गर्छौँ। धन्यवाद। ल थ्याङ्क यू सर।